गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी यहाँ च्याउ खोज्न गइरहेछौँ। हामी च्याउ खोज्ने क्रममा हाम्रो यहाँ असै साबुन हुन्छ अनि हाम्रो गणेश सर अनि त्यसपछि हाम्रो दुईवटा बडीगार्ड कुकुर छन्। बाटो यहाँ यस्तो छ, जुकाले खान्छ बेला बेलामा। अनि हामी गइरहेछौँ त्यता पारी गइरहेछौँ च्याउ खोज्न। अलि भेटिन्छ कि के गर्छ, भेटेन भने फुस्सा हात फर्किने अवस्था होला। सकभर भेटेला भन्ने आशमा हामी गइरहेछौँ। जुका चाहिँ लाग्छ यो बाटोमा, एकदम पानी परिरहेछ। यस्तो छ बाटो यी। मैले त्यहाँ एउटा च्याउ देखेछु। अब त्यो खाने च्याउ हो कि नखाने च्याउ हो थाहा छैन। अब यो टिपेर लग्छु, सरहरू चिन्नुहुन्छ, बल्ल राखौँला। त्यहाँनिर छ गाइजहरू। मैले एउटा च्याउ भेटेँ। यो खाने हो कि नखाने हो त्यो थाहा छैन, भेट्न चाहिँ भेटेछु। हो यो यसो सरहरूले चिन्नुहुन्छ। म राख्छु माटो टिपेर। नखाने भए फालिदिने, खाने च्याउ भए अब खानु पऱ्यो मजाले। भन्दा मैले यता त च्याउहरू टिपेछु। यति भइसकेको छ। भेटेको च्याउ हुन्। अब अरू भेटिन्छ कि भन्ने आश हो। भेटिँदैछु र यो अलि नचिनेर बेकार पो भयो। एउटै प्रकृतिका च्याउहरू मस्तै छन्। यहाँ छ एउटा, यहाँ छ, यस्तै धेरै पो छन्। यो कुन च्याउ हो मलाई थाहा छैन। तपाईँहरूले चिन्नु हुनेले कमेन्ट गरिदिनु होला। खाने च्याउ कि नखाने च्याउ हो। मैले यहाँ टिपिरहेको छु। यस्तो छ है, मस्तै छन्। फेरि यहाँबाट त्यहाँसम्म सानो सानो बगालै छन्। अब यो के च्याउ चिन्दैन म। यसो टिपेर लगाउँ। अब सरहरूले चिनेपछि खाने हो छ भने खाम्ला, नभए मेहनत खेर जाला। त्यही हो। छन् त मस्तै छ है, धेरै छ। यतातिर सानो कति निस्केछन् कोही साना छ, मस्तै छ छन त। रातो टाइपको च्याउ त म चिनेको छु। यो पोहोर साल मस्तै लगेको थियो मेरो च्याउ, खान्थ्यौँ र यसपालि पनि खाने छ होला। यो च्याउ त म चिनेको छु, यो खाने छ भरि। यस्तो रातो टाइपको पोहोर साल आयो बेला मैले सरहरूले चिनाइदिएर चिनेको। अरू त चिन्दैन। छ र यता पनि छ यी रातो टाइपको च्याउ, रातो च्याउहरू यता छ। मस्तै छ निस्केको। कति छ मैले खोज्दा यहाँ डुड्डे च्याउ भेटेँ। यसरी टिप्ने बेला चाहिँ यस्तो डुट निस्किरहेको छ। यसलाई डुड्डे च्याउ भन्छ भन्ने कुरा सुनेको थिएँ। डुट निस्क्यो भने यो एकदम मिठो हुन्छ अरे, खाने च्याउ हो भनेर चाहिँ मैले सुनिरहेको थिएँ। त्यही भएर यो टिपेछु। तपाईँहरूलाई के लाग्छ यसो कमेन्ट गर्नु होला। खाने हो कि नखाने हो बताइदिनु होला मलाई। कालो यात्रोको च्याउ छ यहाँनिर पनि छ। दुईटै भर्खर निस्किन लाग्छ कि कालो परेको कुहिएको रहेछ। यी किराहरू लागेर यस्तो छ। यात्रोको च्याउ छ। यो के भन्ने च्याउ यत्रा यी खाने च्याउ हुन् कि नखाने च्याउ हुन् कि पुरै किरा लागेर ढोस्दै छ। यहाँनिर छ एउटा ठुलो च्याउहरू। के भन्ने च्याउ हो हुन चाहिँ त्यो नचिनेको नथाहा पाएको च्याउ मैले खासै लाग्दैन। यो यहाँनिर छ एउटा खाने च्याउ सेट यस्तो। यहाँनिर पनि छ एउटा के भन्ने च्याउ हो यो पनि। च्याउ खोजेर यति एक पोलिथिन जति भएको छ है, यति भएको छ। अब यसमा खाने च्याउ नखाने च्याउ घर गएर छुट्याउने हो कोठा गएर। अहिलेलाई चाहिँ जाँदैछु। बाटो एकदम डेन्जर छ। कहाँ हो चिप्लेसी तल्लै हो। अब यसो बिस्तारै झर्दै तपाईँहरूसँग गफ मार्दै जाने हो। अब यतातिर छ यस्तो छ, तल्लो रोड छ। म माथि आएकी छु। अब माथि बिस्तारै झर्दैछु। ओहो बाटो। अहिले कोठा गएर तपाईँहरूलाई फेरि मैले खाने नखाने च्याउहरू छुट्याएको यसो भिडियो गरेर देखाउँछु। तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियोहरू प्रतिक्रिया दिनु होला। जुकाले खायो कि खाएन, यहाँ किचिक पार्छ त। त्यही भएर अहिलेलाई चाहिँ म गएँ यो जङ्गलबाट। यस्तो छ अवस्था। यहाँ नाजुक भइसक्यो। हिँड्ने बेला चिप्लेर लड्ला भन्ने डर भइसक्यो। रेगुलर तपाईँहरूले कुराहरू च्याउ टिपेर जाने क्रम छ। गइरहेछौँ अब रुममा। 1 घन्टा पोलिथिन टिपेर लिएछौँ। डुडे च्याउ। अब रुममा गएर यो च्याउलाई
फिल्टर गर्ने कुरा भइरहेछ। खाने नखाने छुट्याउने फाल्ने मस्त भुटभाट पार्ने चरप पार्ने जस्ता कुराहरू भइरहेछ। ठिक त्यहाँ पनि छ ठिकै छ एकदम। अब टिपेछौँ एक पोल्थिन। अब गएर यसो यसलाई च्याउ फिल्टर हुने काम भइरहेछ यहाँ यतातिर छ यो। अनि त्यहाँ छ बाल्टीमा अब खाने च्याउ हो कि नखाने च्याउ अब फिल्टर गर्दै नखाने फाल्दै यहाँ आउनुहोस् नखाने च्याउहरू फाल्दै खाने च्याउहरू राख्दै गर्ने काम चलिरहेछ यहाँ। यस्तरी फिल्टर हुने काम चलिरहेछ। नखाने च्याउ भन्ने कुरा हो। मैले टिपेको जति सबै कामै लागेन। यतातिर चाहिँ यो सल्ले च्याउ र त्यो च्याउ निलो च्याउ के च्याउ दुधे च्याउ गरेर हामीले यति चाहिँ खाने च्याउ खाने भयो। त्यही भएर यो चाहिँ अब धोएर यसो खाने। यतातिर चाहिँ नखाने च्याउ प्रायः छ। खाने भन्दा नखाने च्याउ धेरै रहेछन्। त्यही भएर तपाईँहरू पनि यसो विचार गरेर मात्र ल्याउनु होला। यति धेरै छैन, दुईजना मात्र छ, मजाले पुगिहाल्छ। दुईवटा हाम्रो साथीहरूसँग है। हामीले अब यसो यसलाई चाहिँ फिल्टर गरेर राखिसकेका छौँ। अब यसलाई धुने पकाउने खाने काम हुन्छ। अब च्याउ खोजेर ल्याएर फिल्टर गरेर अब यसलाई धोइ पखाली गरेर यसलाई एकचोटि बोइल गर्न गइरहेको छु म। यसलाई बोइल गरेर त्यसपछि गएर फेरि धोएर बल्ल मजाले तेलमा भुटभाट पारेर खाने। किनभने जङ्गली च्याउ हो, के थाहा सर्प भएको हुनसक्छ, छोएको नि हुनसक्छ होइन, कति बेला के हुन्छ। त्यही भएर यस्तो छ च्याउहरू। मैले यहाँ अब बोइल गरेर त्यसपछि बल्ल यसलाई पकाउने हो। यसो जङ्गलतिर च्याउ खोज्नु जानु भने चिनेर मात्र ल्याउनु होला। अघि लिएको च्याउबाट लगभग 70% च्याउ त नखाने च्याउ परेछ। खाने च्याउहरू अब छुट्याएर हामी ढोल पखाल गरेर यतातिर अब बोइल सोइल गरेर पकाउनुतिर हाम्रो भान्सातिर आइसकेको छ। यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। भिडियो राम्रो लाग्यो भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।